Hello friends, welcome to my YouTube channel. आज चाहिँ हामी यसो घुम्न जाँदैछौँ। हामी कहाँ घुम्न जान्ला नि? हामी खोइ अब हिजो उता भन्थे खाएको बेला बाहिर अझै कहाँ हो? खोइ अब हामी कहाँ जाने हो? अब यसो हामी निस्केका छौँ जोस। फुल हेर्नुहोस्, फुल यहाँ कस्तो राम्रो छ है टक्क। सही हो। ल अब हामी त्यही निस्केको टक्क लाएर अब अब चाहिँ हामी यो अर्को साथीलाई चाहिँ भेट्न गइरहेको छौँ, सुमन साथीलाई, जसको निकनेम चाहिँ हमले भनेर चाहिँ चिनिन्छ है त। त्यसपछि हाम्रो चाहिँ अर्को साथी दुईजना सुदीप र सुदीप भाइ पनि यही भेट्ने हाम्रो चाहिँ कार्यक्रम छ होइन, टक्क लाएर। त्यसपछि चाहिँ हामी कहाँ गइन्छ भनेर चाहिँ थाहा हुन्छ। आइसक्यो ल जाने होइन यार के बसिरहेको ए आइसक्रिम खाँदैछ बच्चा जस्तो। अब हिजोको निन्द्रा पुगेको छैन होला बाबुलाई। रमाइलो छ मलाई होइन। त्यसैले फाइनली चाहिँ टक्क लाएर हाम्रो हमले पनि बाहिर निस्केर रेडी भइसकेको छ। अनि हाम्रो पाण्डा टक्क लाएर हामीलाई चाहिँ भोक टक्क लाएर चाहिँ अब लाफिङ खाने अवस्थामा। ल यसको 100 सब्सक्राइबर चाहिँ बनाइदिनु पर्यो गाइजहरूले, चाँडो हुन्छ चाँडो। टक्क लाएर के हो तार यसरी राख्नु हुँदैन, मेन्टेनेन्सको कार्यक्रम भइरहेको छ। यही भेलाउँदै अगाडि यतै साथी टक्क लाएर बेस्ट लाग्यो। उयो चल्छ यहाँ एउटा खाजा खान पनि यिनीहरूलाई यस्तो छ यार। के खाजा खाने के गर्ने भन्ने त्यो पनि डिसिजन लिन सक्दैन। के साह्रो भएको काम छैन क्या दिमाग यार। कहाँ जाने भन्दा हामी गुम्बा छेउमा हामी चाहिँ सक्क खाजा खाने हो टक्क लाएर। आमा के खाउने रे? जे खान्छु त्यही खुवाउने रे। अब के खाने हो? अब त्यही भन्नुपर्छ। अच्छा ठीक है। धारा 2 प्लेट घन्टाघर, 1 प्लेट के खोला। सही हो। खानु बसेको 5 स्टार भन्दा चाहिँ यस्तै ठिक हुन्छ क्या गाइजहरूलाई थाहा छैन होला। 5 स्टार पैसा मात्रै चाहियो। टक्क अब हामी खाजा खाने हो। गर्मी छ के गर्नु हो? गर्मी चिसो बियर खानुपर्ने हो। बियर त्यही हो यसको। क्युआर माग्दैछ एउटा त्यही किन हो? खाना बाजा नि क्युआर माग्दैछ। मेरो 2% चाहिँ अफ पावर ब्याङ्क ल्याइदिनु छ। चार्जर छैन नि त, सबलाको पनि थियो। यसलाई मैले बोक भनेको आफै। मेरो ब्याग त उसले लगिसक्यो अरे, सुदीप लगिसक्यो अरे। सुदीप लग्यो मलाई फोन गरेर तेरो ब्याग मैले लगिसकेँ भन्दै। हजुर बफ 3टा बफ 3 प्लेट स्क्यान गर्दैछु। कति हो? हाम्रो 360। हाम्रो म्यानेजर चाहिँ उयो हो कि चाउमिन खुवाउने म्यानेजर स्पोन्सर। तर त के स्पोन्सर गर्ने ठाउँ स्पोन्सर गरेर देखेन सस्तो टिको एकदम मिठो। ल ठिक छ भयो है। यति गरी चाहिन्छ है। साथीहरू चाहिँ वाइडमा गर्नु न ब्लग वाइड 3 पार्टी खाजा पनि आइपुग्यो। खाने होइन झ्याम खानुपर्छ। अब टेस्ट गरेर साथीहरू खाएँ ल। अब पसिना निस्किन्छ जस्तो।
मैले गरेको छु गर्नु साथीहरूलाई चाउमिन खाएर पनि पुगेन हेर मोमो खान्छन् भने के कति हन्त बाली गजब बेइज्जती है यो त्यस्तै हो भात पनि भर्खर खाएर अनि खानै सक्ने हो क्या पेटको दुईवटा चाहिँ एउटा खाएको त्यही हो कि ज्यान त्यही हो पचाउन सक्ने हो कि मलाई त चाउमिन खाएर पुगिहाल्यो थप्ने पनि हो क्या थप्ने पनि हो राम थप्ने पनि हो राम त खाइदिन्छ है फेरि अघि दुई खाने भन्दै थियो उठको पेट हो क्या एउटा यतापट्टि एउटा उतापट्टि सबै चाहिँ दुईवटा हुन्छ नि पेट पनि दुईवटा ल मोमो खाऊ है मोमो खाऊ कति रुपियाँ 80 रुपियाँ कस्तो छ त मोमो जस्तो मोमो जस्तो छ है वर्षदेखि एक के जस्तो छ भित्रको फिलिङ्स देखाइदियो आन्द्रा भुँडी चिटफाट गर्नु मोमो यसरी तोडेर खाने मान्छेलाई ज्याम सबमा खाने होला नि लाने सबमा खाने त्यहाँ गएर चिज खाने रे कहानी चादर पनि छ सही हो त्यहाँ गएर खाने आमा सकिँदैन केटाहरू सकिँदैन के होस् खाना बिसाइदिनु आज मेरो त छिट्टे थियो हिजोसम्म पनि छिट्टे भयो यस्तै छ अलि राम्रोसित प्रनाउन्स गर फेरि उल्टो उल्टो यस्तो जिम जाने मान्छे यस्तो खान्छ त जिम जाने नि हो त बढी देखाइदियो रेड मिट हुन्छ सर बढी देखाइदियो देखाइदियो राइट यत्तिको थियो भन्नुपर्छ कि नाम देख्दा मलाई गर्न मन लाग्यो तू मेरे से प्यार करती है या नहीं करती ये बता दे तू बस नहीं मैं तेरे से लास्ट बार पूछ रहा हूँ तेरा मेरे से प्यार है या नहीं है A few moments later. हामी खाना आइसकेको छ आज त जे होस् खाएको खाइ गरिन्छ अनि यो जस्तो ज्यान बनाइ देखाइदियो त तेरो पेट देखाइदियो कैसा लगा मेरा मजाक? लास्ट टाइम पेट 12 प्याक छ जिम गर्ने मान्छे यस्तो खुवाउँछ यसको समाधान ठिक छैन घरतिर लाग्नुपर्छ मैले जाँड रक्सी खुवाएर एकछिन खुवाएको राम्रो घरतिर लाग्नुपर्छ तर मैले गाजर चुरोट खुवाएँ होइन यस्तो यस्तो खुवाउँछ यसको अनिवार्य डिस्प्ले पागल हो यही नहीं अभी और सुनिए पागल बनाइसक्यो यो एउटा पागल यो अर्को पागल भन्थे कि दिदीले यो झन् पागल अच्छा हमको सिखा रही है हाम्रो सकिसक्यो अब एकजना साथी आएको छैन फोन गर्दैछ टक्क वरिष्ठ साहबलाई फोन गर्दैछ ल म दिन्छु किन ल्याङ्गिङ म दिन्छु के पढ्दैन भने कस्तो ल के ल्याङ्ग म त चाहिँ के भिडियो गरेर म दिन्छु के भाइ झन्डै 3000 हालिदिएको म दिन्छु के भयो के होइन म तिमी के हो ये दो गरीबों को उठा केटाहरू कन्टेन्ट खोज्दैछन् कि यसमा कन्टेन्ट खोज्दैछन् कि डिरेक्टर चाहिँ एक्टर चाहिँ हो क्या एक्टर बोतलको एक्टर यही हो क्या डिरेक्टरै हो राइटर साला खाली डन के छ
कालीडनलाई पनि हामी लिन आइपुग्यो अब ठ्याक्क होइन अब हामी लाग्नुपर्छ होइन कुर्दा कुर्दा दिन जान लागिसक्यो अब काले मान्छेले सनस्क्रिन दल्नु पर्यो अरे क्या यो अनुहारमा कति सनस्क्रिन दल्छ भन्छ यता हेर्दा ल सक्यो हामी अब लाग्छौँ हामी ल टक्क लाग्छौँ ह्यान्डसमहरू टक्क अब जानुपर्छ भाइ पनि छ अब यस्तो सनस्क्रिन दल्नु पर्यो यो अनुहारमा त्यही सकिन्छ त कसैले सकिएन कि सकिएन होइन 2000 years later. अब डेस्टिनेसनतर्फ लाग्यो अब खानासाजा पनि बोकेको टप केटाहरूले खाजा सबले एक एकवटा झोलामा बोकेछन् टन्न लाएर भ्लग त अघि नै सुरु भएको हो होइन अब यो चाहिँ पसिनाले मस्त बगाउने हो अरू कुरा त्यस्तै हो त्यहाँ सनस्क्रिन कहाँ गयो बगाउँछ भने सुने थिएँ अब पसिनाले पनि बगाउँदो रहेछ हो र त्यस्तो हुन्छ र One eternity later. हिँड्दा खुट्टा दुखिसक्यो उनीहरू यहाँ छन् गाइजहरू सो भ्युज ओइ हामी कहाँसम्म जाने हो सबै माथि छ कहाँ छ अरे अझै माथि छ हाम्रो डेस्टिनेसन चाहिँ 25 मिनेट लाग्छ भन्ने एक्सन गर्ने भ्यू पनि यस्तो मजा मस्त हिँडिया छ ल म चाहिँ यहाँ बल्ल तल्ल घरमा दुध भात मासु भात खाएर मोटाएको यता चाहिँ नदेखे साथीहरूले चाहिँ बस्ने ठाउँ भेटाएन यार यस्तो राम्रो राम्रो ठाउँ छ यार के भेटेन अरे के भेटेन अरे बहिनी भेटेन अच्छा ठीक है बाघ भेटेन भने चाहिँ के हो फाइनली हाम्रो डेस्टिनेसन पनि थाहा भयो कहाँ हो थाहा छैन तर आउन चाहिँ आइपुग्यो त्यहाँ आफ्नो डेस्टिनेसन बनाउनु पर्छ अनप्लान डेस्टिनेसन अमिताभ बच्चन बस्न आउँदै हम जहाँ अर्ग्यानिक लाइन वहीं से शुरू होती है अर्ग्यानिक सुकुल हो यो अर्ग्यानिक सुकुल यसलाई कसले लडायो यसले लडायो हामीले दिनु पर्दैन यस्तो नगर नि खान सक्दैन छैन पिरो पुरै काँको कुरा गरे हो यार यहाँ कहाँको
कहाँबाट करेन्ट क्यान्डी आयो दिमागमा भनेर पानी किन्ने पानी 20 रुपियाँमा क्यान्डी 30 रुपियाँमा पानी किन्ने 30 रुपियाँको पानी खाएर प्लास्टिकहरू चाहिँ लिएर जानुपर्छ है वातावरणलाई सफा गर्नुपर्छ साथीहरू पर्यावरण चाहिँ अलिक सफा सुग्घर राख्नुपर्छ त्यही भएर आफूले खाएको चिज चाहिँ आफै बोकेर डस्टबिनमा हाल्ने गर्नुपर्छ हो कि होइन के छ यस विचारमा के छ यार म एकदम खुसी छु कि हाम्रो नागरिकहरूले यतिसम्म चाहिँ अलिकति आशिका तामाङबाट सिके जस्तो लाग्यो जस हैन गुड आशिका तामाङबाट चुइगमको खोलदेखि लिएर जब यत्रो सानो चिजहरुमा नि उनीहरुले पिसा फेर्ने ठाउँमा पनि त्यस्तो फोकस भइरहेछ यस्तो देश हाम्रो मलाई खुसी लाग्छ एकदम भित्रको इनर पार्टसम्म मान्छेहरूले सोच्न थालिसकेको छ कि यतिसम्मको डेभलप भइरहेछ हाम्रो देश मलाई त्यो चाहिँ खुसी लाग्छ ठिक छ ल ये फंस गया सीएम गाइस यहाँ चाहिँ सरसफाइ कार्यक्रम हुँदैछ है हाम्रो राङ्गे दादाले उठाउँदैछन् आशिका दिदीको फलोअर्स हो खतरा सपोर्टिभ फलोअर्स ए भाइ यहाँ के गरेको खाएर यो सोर बिहान त सिन पनि गर्नुपर्ने कि रातिको 6 बजे 6:30 हुन लागिसक्यो होला केटाहरूको रिहर्सल सकिएको छैन टिकटकको यार के गर्नु गाह्रो छ सबैजना हामी टिकटक हेरिदिनु होला सुने हामीलाई भाइरल बनाइदिनु होला सबैजनाले दाइको ब्लगबाट हामीलाई भाइरल गर्नुपर्छ गाइस यस्तो यार अब घर जानुपर्छ यार घर जानुपर्छ कि पर्दैन भाइ भन्नु ढिलो रात परिसक्यो यार अब घर जानुपर्छ यही हो अनुहार गाह्रो छ साथीहरू गाह्रो छ त्यसमै बनाउँदा हुन्छ यो चाहिँ फुल चन्द्रमा है पूर्णिमा आउनु लागेको छ अनि त्यही भएर चाहिँ यो चन्द्रमा अब फुल हुनको लागि भइरहेछ केटाहरूको चाहिँ यहाँ रिहर्सल अझै सकेको छैन यस्तै छ हो रात गर्न लागिसक्यो गाइजहरू के गर्नु यस्तै छ ए उठाले रे देवा उठाले रे बाबा ल गयो म चाहिँ पछाडि यो त्यसपछि मलाई के पनि आएन गुड आज हामी आएको ड्याड पिकनिकको लागि आज हाम्रो सुटिङ भयो आज हामी साथीभाइहरूसँग मिठो साथी सब खानेहरू रमाइलो पनि भयो अब घर जान लागेको हामीहरू सबैजना मिलेर सुटिङ तयार हुन्छ अगाडि हामी सब पछाडि हामीलाई बाल छैन कसैको आज घुमफिर गरेर रात परिसक्यो अब घरतिर जाँदैछौँ आजको भ्लग यति नै गाइस डु सपोर्ट मी बाई बाई